सरल खातामा बिक्री कसरी इन्ट्री गर्न सकिन्छ? नमस्कार, आज हामी सरल खातामा बिक्री कसरी इन्ट्री गर्न सकिन्छ भन्ने सिक्छौँ। सरल खाताको एपमा तलतिर एस बटनमा क्लिक गर्दा बिक्रीको फर्म खोल्छ। फर्म खोलिसकेपछि आजको मिति अटोमेटिकली आउँछ। नगदमा बिक्री गर्दा क्याशमा क्लिक गर्ने। अब भुक्तानी नगदमा लिएको छ भने क्याश, ब्याङ्कबाट लिएको छ भने ब्याङ्क अथवा वालेट मार्फत लिएको छ भने सो वालेटमा क्लिक गर्ने। अब बिक्री भएको सामानको छोटकरीमा विवरण राख्ने। त्यसपछि कुल बिक्री रकम राख्ने। त्यसपछि तलको सेभ बटनमा क्लिक गर्ने। यसरी हामीले हरेक बिक्रीको विवरण इन्ट्री गर्नुपर्ने हुन्छ। धन्यवाद।